नमस्कार। श्री स्वस्थानी व्रत कथाको तेस्रो अध्यायमा यहाँहरूलाई हार्दिक स्वागत छ। सबैभन्दा पहिले यहाँहरूलाई म प्रार्थनाको निमित्त अनुरोध गर्दछु। ठुलो श्री स्वस्थानी व्रत कथा माघ महात्म्य प्रार्थना। यम ब्रह्म वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः सङ्गपद कर्मोपनिषदैर् गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमत्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोकमाता चिरम्। मुकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। र यो सँगसँगै प्रार्थना सँगसँगै पुष्प अर्पण गर्न सक्नुहुन्छ र अब तेस्रो अध्यायको कथा श्रवण गर्नु हुन पनि हार्दिक अनुरोध छ। हिजो दोस्रो अध्यायमा हामीले कुमार र अगस्त्यको संवाद हामीले वाचन गऱ्यौँ, सुन्यौँ। त्यहाँ सतीदेवीको उत्पत्तिको बारेमा कथा थियो। आज हामी तेस्रो अध्याय सुन्न गइरहेका छौँ। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, यो सबै कुरा तिमी संक्षेपमा सुन। त्यसपछि बिरणीका गर्भदेखि 33 कोटी कन्याहरू जन्मिए। ती कन्याहरूलाई दक्ष प्रजापति र बिरणीले सस्नेह सेवा शुश्रूषा गरी पालिराखे। ती कन्या देवताहरूले कसरी विवाह गरे भनेर अगस्त्यले प्रश्न गर्दा कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनीश्वर, स्वर्गमा देवता, ऋषि, दिक्पाल, गन्धर्व, यक्ष, नागहरू बसी सभा गरे। त्यसमा देवताहरूले भने, हाम्रा स्त्री छैनन्, स्त्री नभई घर गृहस्थी हुँदैन, एउटी दोटी कन्याले हामीलाई हुँदैन, तसर्थ दक्ष प्रजापतिका 33 कोटी कन्या छन्, तिनैलाई मागौँ भन्ने कुरामा सबैको सहमति भयो। यो काम गर्न सक्ने योग्य व्यक्ति नारद ऋषि छन्। उनीलाई कन्यार्थी गराएर दक्ष प्रजापति कहाँ पठाउने निश्चय गरिसकी नारदजीलाई डाक्न पठाए र सबै कुरा भनेर दक्ष प्रजापतिको घर पठाए। नारद ऋषिलाई दक्ष प्रजापतिले आदर सत्कार गरी पूजा गरेर भोजन गराइसकेपछि सोधे, हे ऋषिवर, कहाँबाट के कामले आउनु भएको हो? तब नारद ऋषि भन्दछन्, हे दक्ष प्रजापति, 33 कोटी देवताले विवाह गर्नलाई तिम्रा कन्याहरू माग्न पठाएका हुनाले आएको हुँ। देवता ज्वाइँ तुल्याउनु पर्यो, अर्थात् देवताहरूलाई ज्वाइँ बनाउनु पर्यो। यस्तो कुरा सुनेपछि दक्ष प्रजापति भन्दछन्, हे नारद, भलो भन्यौ, म धन्य रहेछु। मेरा 33 कोटी कन्या 33 कोटी देवतालाई दिएँ। जेठी सतीदेवी भने दिने छैन, किनभने मेरा छोरा छैनन्, त्यसैले सम्पत्तिको रक्षा गर्न मैले राख्नै पर्छ। अरू कन्याहरूलाई देवताहरूले भनेका दिन तिमीले जस जसलाई जुन जुन कन्या दिन भन्छौ उही उही देवतालाई उही उही कन्या दिनेछु। अब तिमी देवताहरूलाई यो खबर देऊ र लग्नको दिन ठहराएर कन्यादान लिन आउनु। यति भने दक्ष प्रजापतिले र नारदलाई नाना उपचारले पूजा गरेर बिदा दिए। नारदजीले पनि स्वर्गमा गएर सबै देवताहरूलाई सुनाइदिए। देवताहरूलाई छोरी दिने निश्चय गरी लग्नको दिन ठहराई शुभ मुहुर्तमा कन्यादान लिन आउने कुरा नारद मुनिका मुखदेखि सुनेर देवताहरू खुसी भए। सुदिन अर्थात् लग्नको सही दिन ठहराई कन्यादान लिन देवताहरू दक्ष प्रजापतिका घर गए। 33 कोटी देवता आएको देखेर दक्ष प्रजापतिले पनि आदरपूर्वक सबैलाई सम्मान गरेर कन्यादान गरी 33 कोटी देवतालाई खुसी पारे। सबै छोरी ज्वाइँहरू दक्ष प्रजापतिसित बिदा मागेर आफ्ना आफ्ना घरमा जाँदा भए। 33 कोटी देवताले विवाह गरेको कुरा कैलाशका अधिपति शङ्करजीले नारद मुनिद्वारा जब थाहा पाएथे अनि आफ्नो मनमा विचार गरेर, हेर, ती देवताहरूले एक वचन पनि भनेनन्, मेरो केही वास्तै राखेनन्, आफूहरूले सुटुक्क आफ्नो विवाह गरेछन्। तिनीहरूले विवाह गरे भन्ने सुन्दा मलाई पनि दम्पति हुने इच्छा भयो। विवाह कोसित गरौँ, एक्लै विवाह हुँदैन, कसकी छोरी कस्ती कस्ती छन् भन्ने कुरा उब्ज्यो र ध्यान दृष्टिले विचार गर्न लाग्दा दक्ष प्रजापति कि सबैभन्दा जेठी छोरी सतीदेवीको विवाह भएको रहेनछ भन्ने थाहा पाए। देवताहरूले मर्यादा राखेर विवाह गरेका रहेछन् भन्ठानेर महादेव खुसी भए। अब दक्ष प्रजापतिको घर ती कन्या माग्न
कसलाई लमी तुल्याएर पठाउँ, बरु आफै जान्छु भन्ने मनमा विचार उठ्यो र कन्यार्थी अर्थात् लमी बनेर दक्ष प्रजापतिका घर शङ्करजी आफै गए। दक्ष प्रजापतिले महादेव आएको टाढैबाट देखी आफ्नी पति बिरणीसित भन्दछन्, ऊ त्यो आएको महादेव हो, देख्यौ के भन्न आयो। यता दम्पति यस्तो कुरा गर्दै थिए, त्यसै बेला महादेव दक्ष प्रजापतिको घर मुनि आए। घरमा को छ भनेर बोलाए। दक्ष प्रजापतिले झ्यालबाट हेरेर माथि आइज भनेर डाके। महादेव माथि पुगेपछि दक्ष प्रजापति भन्दछन्, हे महादेव, त आज मेरो घरमा किन आइस, के काम छ। यस्तो प्रश्न सुनि महादेव भन्दछन्, हे प्रजापति, तिमीले कृपा गरेर 33 कोटी देवता कन्यादान पाई खुसी भएका छन्। मेरी पनि स्त्री छैन, तसर्थ सतीदेवी कृपापूर्वक प्रदान गरेर मलाई पनि देवताहरूलाई जस्तै उद्धार गर। म योग्य पनि छु। छोरी एउटालाई नदी नहुने हो, योग्य वर पाएमा दिनु उचित सम्झन्छु। महादेवले भनेका कुरा सुनेर दक्ष प्रजापति रिसले आँखा नदेख्ने जस्ता भए र भन्छन्, पापिष्ट निर्लज्ज, त कस्तो भने श्मशानमा बस्ने, खरानी घस्ने, विष भाङ धतुरो खाने, बाघको छाला ओढी डमरू हातमा लिने, बुढो साँडेमाथि चढ्ने, नाङ्गै बस्ने दिगम्बर, भूत प्रेतहरूको माझमा बस्ने, देख्दै डरलाग्दो त्यस्तालाई कमलपत्र जस्ती नेत्र भएकी अर्थात् कमलका फूलका दल जस्तै नेत्र भएकी मेरी छोरी, सुकुमारी शरीरवाली, मधुर मृदुभाषिणी, 32 लक्षणले युक्त मेरी छोरी कसरी तेरो योग्य होलिन्। कुपात्रका हातमा पवित्र धन, यज्ञको शुद्ध हवि कुकुरका मुखमा जस्तो योग्य हुँदैन, त्यस्तै नै त पनि मेरी पुत्रीको योग्य छैनस्। त मेरो घरमा बस्न लायकको पनि छैनस्। एकपटकलाई माफी दिए, भइगयो जा, अहिले नै जा भनेर पाखुरामा समाएर उचालेर घरबाट निकालिदिए। बाहिर आएपछि नदिने भए दिन्न भने होइजान्थ्यो। अनेक तरहका वचनले निन्दा गर्नै पर्ने थिएन। यति भनेर शङ्कर महादेव मन दुखाएर बाटो लागे। हिँड्दा मनमा यस दक्षले मलाई निन्दा गर्यो, अब यसकी छोरी अवश्य विवाह गर्छु, यस्तो विचार लिएर वैकुण्ठमा विष्णु भगवानको दरबारमा पुग्नुभयो। शङ्करजी आएको देखेर चाँडै उठी आदरपूर्वक आसन बसाएर भगवान विष्णु भन्नुहुन्छ, हे महादेवजी, के कामले मेरो घर पवित्र गर्नुभयो। यस्तो प्रश्न सुनेर महादेवले सब कुरा भनी, हे विष्णु, मेरा स्त्री छैनन्, जसका स्त्री छैनन् त्यसको घर छैन, स्त्री नहुने कहिले सुखी हुँदैन। अब जसो गरेर हुन्छ दक्ष कन्या सती मलाई पारिदिने उपाय गर्नु पर्यो, यही कुरा भन्न आएको हुँ। तब विष्णु भगवान भन्नुहुन्छ, हे भगवान, म अहिले दक्ष प्रजापतिको घर जान्छु, म फर्केर नआउन्जेल हजुर यही राज होस्। यो काम म अवश्य पूरा गरेर हजुरलाई दिनेछु भन्ने मनमा छ। यति भनी विष्णु दक्ष प्रजापतिको घर जानुभयो। भगवान विष्णु आफ्ना घरमा आएको देखेर हर्षले गदगद हुँदै, आज मेरो घर पवित्र भयो, के कामले सवारी भयो, मैले के काम गर्नु छ। यस्तो कुरा दक्षले गर्नुभयो। यस्तो कुरा सुनि विष्णु आज्ञा गर्नुहुन्छ, हे दक्ष प्रजापति, केही माग्न भनेर आएको हुँ, तपाईँले दिने भए मागौँ। यस्तो कुरा सुनेर दक्ष प्रजापति भन्दछन्, हे भगवान, हजुरले मागेको वस्तु अवश्य दिनेछु, यसमा मिथ्या हुने छैन, आज्ञा हवस्। यस्तो कुरा सुनेर विष्णु भगवान भन्नुहुन्छ, हे दक्ष प्रजापति, म वैकुण्ठको अधिपति भएर पनि मेरा मनमा सुख शान्ति छैन, किनभने म अहिलेसम्म अविवाहित छु। तपाईँले कृपा गर्दा सम्पूर्ण देवताको मनोरथ पूर्ण भयो। 33 कोटी देवता खुसी राजी बसिरहेछन्। अब सतीदेवी मलाई दिई मेरो मनोरथ पूर्ण गर्नु हवस्। यस्तो वचन सुनेर दक्ष प्रजापति भन्न लागे, हे विष्णु, छोरो नहुनाले मैले पुत्रको सट्टा उत्तराधिकारी बनाएर राखेकी छोरी दिनु त अनुचित हो, तर म वचनबद्ध भएको हुनाले लाचार भएँ, दिनै पर्यो। सुदिनमा अर्थात् असल दिनमा असल लग्न ठहराई विवाह गर्न पाल्नुहोला। यस्तो अमृत जस्तो मिठो वचन सुनेर विष्णु वैकुण्ठ पाल्नुभयो। विष्णु आएको देखेर तिमी गएको काम के भयो भनेर महादेवले सोध्नुभयो। विष्णु आज्ञा गर्नुहुन्छ, हे ईश्वर, काम त होला जस्तो छ, तर मैले आफूलाई भनी मागेर आएँ। अब हजुरले दक्षले कन्यादान दिन लागेको बेला बुढो सन्यासीको रूप लिएर भिक्षा माग्न आउनु, मलाई भिक्षा नदिई कन्यादान लिने दिने गर्यो भने लिने दिने दुवैलाई श्राप दिनेछु भन्नु, अनि मैले मेरो लग्न बित्न लाग्यो, आउनुहोस्, एकैछिन यहाँ बस्नुहोस्, कन्यादान भइसकेपछि भिक्षा मिल्छ भन्छु, उसो भए चाँडै गर भनेर हजुरले मनिर आउनु, अनि म आफ्नो साथ बसाउनेछु। कन्यादान दिँदा दक्षको आँखा छली हजुरलाई कन्यादान दिन लगाउँछु।
यस दिन यस बेला दक्ष प्रजापतिको घरमा सवारी होला भन्ने विष्णुले भनेको सुनेर आनन्द मानी विदा भएर कैलाश पर्वतमा शिवजी पुग्नुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी व्रत कथायां दक्ष कन्या विवाह वचनो नाम तृतीय अध्याय। यो सँगसँगै तेस्रो अध्याय सकिएको छ र तेस्रो अध्यायको अन्त्यमा हामी फेरि पुष्पाञ्जली सहित भगवानको श्लोक स्तुति गर्नेछौँ। उपनयतु मङ्गलं वह सकल जगन मङ्गलालयः श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निवेक्षणः कृष्णः काले वर्षतु पर्जन्यः पृथिवी शशशालिनी देशोऽयं क्षुभरहितो ब्राह्मणाः सन्तु निर्भया अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसङ्गः या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रभृतिभिः देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्। इति श्री तृतीयोध्याय तेस्रो अध्याय सकिएको छ। अब भोलि चौथो अध्यायमा हाम्रो फेरि भेट हुनेछ। त्यति बेलासम्मको लागि धन्यवाद, नमस्कार।